हेलो नमस्ते सेवारो म चाहिँ आज चाहिँ चारो पकाउँदै गरेको चाहिँ कोही कोही मान्छे चाहिँ रुस्दै पछ्याउँदै गरेको अवस्था मेरो चाहिँ फाइनली काम सकेको अवस्था अहिलेलाई चाहिँ अब सबै सफा गरेर बङ्गुरहरूलाई पनि नुहाइदिएर अब चाहिँ घर जान आँटेको हाम्रो बङ्गुरहरू चाहिँ सबै सुतिरहेछ पानी चाहिँ भरेको छैन रहेछ यहाँ चाहिँ सुतिरहेछ यस्तो छ हालत सबै सफा गरेको अहिले फेरि टोइलेट गरिहालेछ चाहिँ पानी भर्यो अर्कैमा सार्नुपर्ने हुन्छ आज चाहिँ दाना अलिक पुगेको छैन अब ल्यासी पकाउनु हो यस्तै छ अवस्था के गर्नुभएको छ रे लुगा धुनु भएको यहाँ चाहिँ अघि पानी परिरहेको थियो अहिले चाहिँ घाम लागिरहेछ काम नहुनेहरू यस्तो सुत्छ यसरी हाम्रो कुखुराहरू चाहिँ सबै हराएर आज चाहिँ यस्तोमा राखेको साथीहरू सबै कुखुराहरू धेरै थियो कि यो स्यालहरूले केहरूले लगेर यही थुनेको आज चाहिँ कति पनि छ रमाइलो ठाउँ छ है यो हामी बसेको ठाउँ चाहिँ यो धादिङ चाहिँ हाम्रो खोर्सानी चाहिँ सक्यो अब यो चाहिँ अस्तिदेखि फलेको चाहिँ आएको ल यो चाहिँ सबै पाकेर हामीले चाहिँ खासै खाँदैन नि त यो तितेबी के भन्छ खोर्सानी फल्दैछ सबै यहाँ चाहिँ पाकेर छ किराले खाँदैछ यहाँ चाहिँ